हेर्नुहोस् हजुर नमस्ते हजुर नमस्ते। यो आज यस्तो प्रकारको खाना चाहिँ हामीले खाएर खान गइरहेका छौँ। अनि यहाँ चाहिँ अब यो आज यो यस्तो यस्तो चिज चाहिँ यसलाई डिउ भन्छ। यसलाई चाहिँ चिप्लिक्क पारेर खाइन्छ। हेर्नुहोस्, अनि यहाँ चाहिँ यो यत्रो बोतल राखिएको छ। अनि त्यस पछाडि यता चाहिँ यो यसलाई के भन्छ चाहिँ यो जुलबीहरू यहाँ चाहिँ यस्तो प्रकारको बनिरहेको अवस्था छ। अनि यहाँ चाहिँ यो पुलाउ राइस भन्छ। यसलाई चाहिँ पुलाउ राइस के भन्छ, यसलाई पुलाउ राइस, एन पुलाउ राइस यस्तो भन्छ। अनि त्यहाँदेखिबाट यता चाहिँ यसलाई के भन्छ, यसलाई चाहिँ हलुवा भन्छ, हलुवा। अनि यो चाहिँ हाम्री सङ्गिनी घर मालिकिनी यहाँ आज यो खाना खाइरहेको अवस्था, यो हलुवा खाइरहेकी छ। हेर्नुहोस्, अनि आज यस्तो भैडो बनाएका छौँ हामीले। यो चाहिँ नि देख्न सक्नुहुन्छ तपाईँहरूले। हाम्रो चाहिँ यस्तो छ आजको दसैँ, के गर्ने यस्तै छ। हजुर मासु नभएको कारण अवस्था यस्तै छ। यो यस्तो पेप्सी खाएर चाहिँ दसैँ मनाउनु परिरहेको छ। यसलाई के भन्ने र यस्तै हो। मजा हुँदो रहेछ। हेर्नुहोस्, खानापिना त एकदम रमाइलो एकदमसँग रमाइलो हुँदो रहेछ। यो के गर्ने, खायो भनेको खाँदा गलामै जाँदैन र के गर्ने। म त कस्तो भन्ने, हेर्नु मरिसकेको आज यस्तो अवस्था भयो। आज दिनभरि पेट बोको रहेर हेर्नुहोस्, अहिले बल्ल बल्ल आएर जाने पुरी भने कि सुरी भन्ने खाइरहेको छु। हेर्नुहोस्, तपाईँहरूले हेर्नु सक्नुहुन्छ गाइज। हेर्नुहोस्, यो भिडियो हेरेर चाहिँ लाइक कमेन्ट गरिदिनु होला है।